नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई ज्ञान केन्द्रमा। आज भने मैले तपाईहरुका लागि छोटो मिठो भ्याकेन्सी अपडेट भिडियो लिएर आएको छु साथीहरु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर अन्तिमसम्म हेर्दिनु होला। क्रोममा आइसकेपछि साथीहरु मेरो जब भनेर सर्च गर्नु होला। मेरो जबमा तल स्क्रोल गर्दै जानु होला, त्यहाँ चाहिँ तपाईहरुले ज्योति विकास बैंक भ्याकेन्सी अनाउन्समेन्ट भनेर भेट्नुहुन्छ। यो भ्याकेन्सी चाहिँ म देखाउन गइरहेको छु। यसमा दिएको छ तपाईको इन्ट्री लेभल भनेर दिएको छ। भ्याकेन्सी चाहिँ 50 जनाका लागि खुलाइएको हो। एक्सपिरियन्स नट रिक्वायर्ड भनेको छ। यसमा तपाईलाई कुनै पनि एक्सपिरियन्स छैन भने पनि यसमा अप्लाई गर्न पाउनुहुन्छ। त्यसपछि यहाँ तल गइसकेपछि ज्योति विकास बैंकको सानो इन्ट्रोडक्सन छ। यसलाई पढ्नु होला। नर्मली भन्नुपर्दा ज्योति विकास बैंक चाहिँ तपाईको नेपाल राष्ट्रिय बैंकबाट चाहिँ ख वर्गको इजाजत प्राप्त संस्था हो। यहाँ चाहिँ जुनियर ट्रेनी असिस्टेन्टको लागि चाहिँ खुलाइएको छ 50 जनाका लागि। क्वालिफिकेसन एन्ड रिक्वायरमेन्ट भनेर दिएको छ। त्यसपछि यहाँ क्वालिफिकेसन एन्ड रिक्वायरमेन्ट भनेर देख्न सक्नुहुन्छ हजुरहरुले। यहाँ दिएको छ द क्यान्डिडेट मस्ट ह्याभ एट लिस्ट ब्याचलर्स डिग्री अर इक्विभ्यालेन्ट इन एनी स्ट्रिम भनेर दिएको छ है। म्यानेजमेन्टबाट तपाईले जुनसुकै प्रोग्राममा पनि ब्याचलर गरेको वा बाहिरबाट कतैबाट पढेर आउनु भएको छ भने इक्विभ्यालेन्ट गरेको डिग्री छ भने पनि त्यो चाहिँ यहाँ चाहिँ मान्य हुनेछ, तपाई एलिजिबल हुनुहुन्छ भनेर दिएको छ। त्यसपछि चाहिँ एज नट एक्सिडिङ 28 इयर्स एज अन एप्लिकेसन डेडलाइन भनेको छ। यो एप्लिकेसनको डेडलाइन सकिदासम्म हैन, तपाईको एज चाहिँ 28 वर्ष कटेको चाहिँ हुनु भएन। त्यसपछि दिएको छ फ्रेशर आर इन्करेज टु अप्लाई भनेको छ। फ्रेशर भए पनि यसमा दिन पाइन्छ हैन। र जुनियर ट्रेनी असिस्टेन्ट इज एन एन्ट्री लेभल पोजिसन वेयर द सक्सेसफुल क्यान्डिडेट विल बी असाइन्ड इन भेरियस ब्रान्चेस भनेको छ। यसमा चाहिँ पास भइसकेपछि ज्योति विकास बैंकको विभिन्न ब्रान्चेसहरुमा डिपार्टमेन्टहरुमा चाहिँ तपाईलाई चाहिँ पोस्टिङ गराइनेछ भनेर दिएको छ। यसका लागि चाहिँ सुरुमा तपाईको रिटन एक्जाम हुनेछ र रिटन एक्जाम भइसकेपछि सर्ट लिस्ट आउनेछ र सर्ट लिस्ट भइसकेपछि त्यसपछि फाइनल इन्टरभ्यु हुनेछ र त्यहीबाट चाहिँ सिलेक्सन हुनेछ। यहाँ लास्टमा दिएको छ अप्लाइङ प्रोसिड्युर भनेर। क्लिक अन लगइन टु अप्लाई एन्ड अप्लाई टु दिस जब बाइ योर जब सिकर प्रोफाइल भनेको छ। र यसका लागि चाहिने डकुमेन्टहरुमा चाहिँ तपाईको एउटा रिज्युमी चाहियो, र त्यसपछि एप्लिकेसन लेटर चाहियो, ब्याचलर ट्रान्सक्रिप्ट चाहियो, सिटिजनशिप नागरिकताको अगाडि पछाडीको फोटो चाहियो, र इक्विभ्यालेन्ट डकुमेन्ट छ भने इक्विभ्यालेन्सी लेटर चाहियो। र लास्टमा गइसकेपछि यहाँ तपाईले लगइन टु अप्लाई भनेर देख्न सक्नुहुन्छ। यसमा क्लिक गरेर सजिलैसँग यसका लागि अप्लाई गर्न सक्नुहुन्छ। हस्त साथीहरु, यो भिडियो यति नै रहेको छ है। यदि तपाईलाई जबको लागि अप्लाई गर्न कुनै गाह्रो भइराछ, प्रब्लम भइराछ भने कमेन्ट गर्नु होला। मैले अर्को पार्टमा चाहिँ त्यसको लागि फुल प्रोसिड्युरको लागि चाहिँ भिडियो बनाइदिने छु है। भिडियो मन पर्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब गरेर जानु होला। हस्, धन्यवाद।